यस्तो कोल्ड भएन ठीक छ ठीक हो बाबु हो मिल्यो यसले चाहिँ वाच गर्छ हैन तर माथिबाट गर्छ यो र फेरि यस्तो हुन्छ 18 प्लस 18 अन्डर 18 लाई पनि दिएको हुन्छ 2000 त छोरीहरूले पनि सब्स्क्राइब गरे अरू पनि होला नि खुमसरको छोरी यता को सबैकोबाट गरे हुन्छ सब्स्क्राइब फेरि हैन बच्चाहरू मसँग अलिक फेरि फ्यान छन् फेरि हैन त्यो चाहिँ अलिक गाह्रो हो कि ज्ञानेन्द्र साइली कहाँ हेर्छ र तर फर्स्ट चुनाव त्यसले रोएर जितेको रे भगवान कसम गाउँ गएर हजुर जुम्लीहरूलाई हेप्या काठमाडौँमा जुम्लीहरूलाई मान्छे नै गन्दैनन् भोट दिनु पर्यो हजुर म जुम्लीको नाम राख्छु म विकास गर्छु हाम्रो देश हाम्रो जुम्ला यति पछाडि परेको छ हैन भनेर चाहिँ रोइ कराई गरेर म विकास गर्छु भनेर रोइ कराई गरेको फेरि आज पोजिटिभ हिसाबले हुन्छ नि बाबु त्यो हिसाबले उसले रोइ कराई गरेर जे गरी हुन्छ त्यो रोइ कराई गरेर चुनाव जितेको तर यो चोटि पनि रोइ कराई गर्यो भने चुनाव चाहिँ जित्छ जस्तो लाग्छ जितेन जित्छ रुनै पर्दैन अब त्यो सजिलोसँग जित्छ काम पनि गर्यो त्यो राजसभाको उम्मेदवार छैन त्यहाँ छैन त्यो जित्ने चान्सै छैन जो गयो भने राष्ट्रसभा एमाले माओवादी कसैको पनि छैन त्यो हाम्रो के अरे एउटा उठाइ थियो क्या ए माओवादी छ क्या त्यहाँ एउटा होइन भाइ राजसभाको उठाइ थियो क्या मेरो बहिनी चन्द्रकलाले चिन्छ क्या त्यसलाई फेरि राम्रोसँग त्यसको चिन्जान पनि छ जो राजसभाबाट चाहिँ समानुपातिक सांसद थिइन् तिनी होइन तिनी डाइरेक्टर हुन् क्या फिल्मको म डाइरेक्टर हो मलाई 7वटा कतिवटा प्रदेश छ पनि थाहा छैन सांसदलाई भनेर पत्रकारले प्रश्न सोधेको थियो नि म डाइरेक्टर हो भनेर गफ दिइरहेको थिएँ नि एउटा अब डाइरेक्टर थाहा हुनु पऱ्यो राजसभालाई मेरो मुझे अनुरोध छ मुझे इवागिरीले ल्याएर बनाएको म सांसद बरु होइन त्यही देख्न बाँकी छ जति मगाएर ल्याएर सांसद बनाइदियो भएन भने त्यो के अरे 4 लाखको डान्सर के अरे बाबु म स्टेजमा 4 लाख चार्ज गर्छु भन्ने अहिले अस्ट्रेलियातिर चिन्दिने सुमित्रा कि सुस्मिता खै केसी के सुस्मिता केसी बरु उहाँलाई ल्याएर बनाइदिनुहोस् यार उहाँ पनि रेस्पेक्टेड मान्छे हो अनि मेरो ठमेलमा 2-4जना गर्ल्स साथीहरू छन् तिनीहरू पनि एकदम खतरा छन् बोल्नमा एकदम ट्यालेन्ट छन् तिनीहरूलाई ल्याएर मैले युट्युब च्यानल खोलेछु अब 2-4 लाख फलोवर्स कमाएपछि अब मलाई पनि टिकट दिइहाल्छ राष्ट्रवादी फेरि फलोवर्स भएपछि टिकट दिइहाल्छ फेरि केही गर्नै पर्दैन प्रत्यक्षमा 20-25 सिट उसँग उसलाई टक्कर दिने अनि गगन थापाले दिन्छ नि त अब गगन थापाको उसको अब युवाहरू धेरै छन् अब तर भगवान कसम मुजी बालेन त्यो पार्टीमा नगयो भए त राष्ट्रसभा प्रत्यक्ष सबै हुँदैछ त्यस्तो नआउँथ्यो धेरै भयो 20 सिट हो क्या त्यही सबै गरेर प्रत्यक्ष तर मुजी यो चोटि एनालाइसिस हामीले त्यो ढिलो एनालाइसिस पनि नगरौँ भाइ पहिलो पार्टी चाहिँ राष्ट्रसभा बन्ने चान्स धेरै छ है भाइ फेरि गगन थापाले गर्दाले गगन थापा सभापति नै बनी चाहिँ हुन्थ्यो होला गगन थापाले गर्दा काट्छ कि गगन थापाले काट्छ बुझे होइन तर पनि किनकि गगन थापा यस्तो चाहिँ नेपाली कङ्ग्रेस के हुन्छ भने गगन थापा सभापति भयो शेरबहादुर देउवा ठिकले सहयोग नगर्न सक्छ क्या गगन थापाको उम्मेदवारलाई बुझिस् गगन थापाले राम्रो कुरा के गरेछ भने देशभरि मुझे सबै नयाँ प्रतिनिधिहरू उठाएको छ क्या अहिले नयाँ क्यान्डिडेटहरू चाहिँ उठाएको छ तर ती नयाँ क्यान्डिडेटहरूलाई यी जडसूत्रवादी हुन्छन् नि जो चाहिँ सत्तामा मुझे सत्ताको भत्ता खाएर बसेको भन्थ्यो एउटाले प्रचण्डलाई त्यस्तै सत्ताको भत्ता खाएर बसेका काम केही नगर्ने समानुपातिकमा परिरहने ठेक्कापट्टा मिलाइरहने आर्जुको कमिसन मिलाइरहने होइन जो यो समूह थिए यी समूहले फेरि भोट हाल्न जस्तो मलाई लाग्दैन त्यसले गर्दा अलिक गाह्रो छ अनि आज होइन ढिलो चाँडो मिल्नै पर्छ मिलिहाल्छ त्यो देउवा नमिल्ने त सुख छैन नेपाली कङ्ग्रेस चाहिँ फेरि इतिहास के रहेछ नि बाबु अस्ति प्रदायले नि एउटा पोडकास्टमा भन्दै हुनुहुन्थ्यो क्या नेपाली कङ्ग्रेस चाहिँ प्याटर्न नफोड्ने अरे क्या सिन्का हुन्छ नि लच्किने यस्तो लच्किने हुन्छ नि घुम्ने लच्किने होइन तर नफोड्ने कम्युनिस्ट चाहिँ कि सिधा हुने कि भाँचिने हो क्या सिधा कम्युनिस्टको फेरि सिधा लाइन हो नि हुनसक्छ भन्ने कम्युनिस्टको शब्दै हुँदैन त्यस्तो होला हुनसक्छ यस्तो हुनसक्छ हुँदैन क्या कम्युनिस्टको भाइ हुन्छ हुँदैन शेरबहादुर देउवाको दादागिरी विरुद्ध आर्जु राणाको दादागिरी विरुद्ध आएको थियो क्या पार्टी कब्जा गरेको थियो यिनीहरूले त्यो कब्जा विरुद्ध आएको थियो ती मान्छेहरूले गगन थापालाई ब्याक हुन दिने थिएनन् गगन थापा कि मुझे पत्ता साफ हुन्थ्यो कि कि गगन थापा लड्नु पर्ने कि मर्नु पर्ने थियो क्या त्यो गगन थापा विश्वप्रकाशलाई त्यो कार्यकर्ताहरूले सपोर्ट गरेको देखेर पनि तिनीहरू एक माथिल्लो स्टेजमै गइसक्यो कि अब के हुन्छ हुँदैन त्यो माथि उनीहरू त अगाडि बढ्नै पर्थ्यो क्या ब्याक हुने त चान्सै थिएन कि पार्टीले कारबाही गरेर 0 हुन्थ्यो कि पार्टीले 25% 0 भयो भने पार्टीले फुटाएर नयाँ पार्टी बनाउनु पर्यो यो व्यवस्था डेमोक्रेसीको लागि लडेको गगन थापा आजको दिनको लागि लडेको गगन थापा होला उसले परिवर्तनको व्यवस्था परिवर्तनको निम्ति गगन थापाले युवाको भूमिका निर्वाह गरेको युवाबाट चाहिँ कोही लडेको हो नि त्यो गगन थापाहरू हो रवि लामिछानेहरू अमेरिकामा भाडा मात्रै थिए क्या मुझे त्यति बेला गगन थापा चाहिँ होइन मुझे यहाँ मुझे गणतन्त्र चाहिन्छ मुझे हक अधिकार चाहिन्छ कानुन चाहिन्छ
मन लाग्ने शासन गर्न पाइँदैन कसैले मुझे बोलिने शासन भन्ने बेला थियो क्या बाबु त्यति बेला बोलिने शासन होइन मुझे यहाँ कानुनी राज्य हुनुपर्छ भनेर अलिक मुझे धेरै आइडिया आएर है भोलि म पनि मान्ने हुन सक्ने मान्छे अब मुझे भोलि गाह्रो होला क्या युट्युब फेरि लामो दुनियाँ आएर होइन बाल छैन अलिअलि त फ्लोमा जान्छ यस्तो भएको आज त्यो छ त्यो नै मुझे जिन्दगी हो फेरि भोलिको चाहिँ भर छैन क्या भोलि नट स्योर के त मुझे भोलिको कुरा नट स्योर जे गर्छु अहिले गर्छौँ आज गर्छौँ अहिले गर्ने त्यो कुरा वर्तमान जिन्दगी नै सम्पूर्ण जिन्दगी हो भनेर सोच्नु चाहिँ फेरि भ्रम हो भनेर भगवान् श्रीकृष्णले भन्नुहुन्छ क्या फेरि दुईवटा छ पहिलो पार्टीको प्रतिस्पर्धा मैले देखेको एउटा कङ्ग्रेस एउटा राजसभा अब एमाले लाइनमा छैन कङ्ग्रेस एमाले त चौथो हुन सक्छ लाइनबाट आउट लाइनबाट आउट एमाले त त्यो अहिले माओवादी पूर्व माओवादी पार्टी भनौँ न तर भाइ केपी ओलीले युवालाई फेरि जेनजी आन्दोलन जे सुदन गुरुङ चाहिँ फेरि स्पाई हो क्या भाइ स्पाई भनेको स्पाई भन्छ एजेन्ट हो भाइ त्यो चाहिँ रियल एजेन्ट चाहिँ सुदन गुरुङ हो फेरि हो बुझिस् मलाई त्यो लाग्छ है म त्यो कुरामा ढुक्क छु कुनै पनि हालतमा सरी यार कुनै पनि हालतमा त्यो उनीसँग सम्झौता हुँदैन क्या त्यो चाहिँ एजेन्ट नै हो बार फाउन्डेसनमा जोडिएका मान्छेहरू पनि एजेन्ट नै हुन् तर फुल एजेन्ट होइन नि यिनीहरू विदेशी हुन्छ नि एउटा विदेशी हस्तक्षेप नेपालमा चरम छ त्यो हस्तक्षेप मध्ये बार फाउन्डेसनको माध्यमबाट अलिअलि आउँछ होला फुल एजेन्ट चाहिँ कोही हो भने सुदन गुरुङ हो मलाई लाग्छ है फेरि राजसभालाई बालनलाई कसरी मिलायो भने क्या मैले नबुझेको कुरा हुनसक्छ समयको माग हो दुईवटा नयाँ शक्तिहरू नयाँ आएका मान्छेहरू एक आपसमा जुधे भने पुरानोले लाभ लिन्छ भनेर मिले एउटा कुरा हो तर अर्को कुरा यो पनि हो कि हिजो बालेनको बलमा रविले पार्टी खोलेको रविले बालेन हर्क गोपी हमालहरूले स्वतन्त्र जितिसकेपछि न रविले पार्टी खोल्ने आँट गरेको होइन र नभए टेलिभिजनमा ठ्याट्या कराउँदै थियो नि नेपालमा यस्तो भइरहेछ फेरि पहिला माओवादीलाई पनि जनताले यसै गरी विश्वास गरे बाबु होइन एमालेलाई पनि लगभग त्यस्तै होला काङ्ग्रेसले चाहिँ फेरि जनताले विश्वास गरेको होइन जनताले विश्वास त गरेको हो तर काङ्ग्रेसले चाहिँ खोसेर लिएको हो क्या मुझे काङ्ग्रेस हामी किन हुनुपर्छ भने बाबु काङ्ग्रेस स्थापित शक्ति हो क्या यो देशको कसैले माने पनि नमाने पनि किन थाहा छ बाबु राजा फ्यालेको मात्रै होइन काङ्ग्रेसले राजा त काङ्ग्रेसले फ्यालेकै हो गिरिजाले नचाहे भए फेरि माओवादीले धुलो पिठो जङ्गलमा बन्दुक पड्कायो नि बम पड्कायो नि के हुने वाला 10 वर्ष मुझे जङ्गलमा बसेर बम पड्काएर केही नभएर प्रचण्डलाई गिरिजाले मुझे दिल्लीमा गएर वार्ता गरेर ल आउनुहोस् 7 बजे समझदारी गरौँ 7 दलबीच समझदारी गरौँ सडक आन्दोलनबाट अब मुझे पार हुन्छ जनता लाग्नुपर्छ मुझे तिमीहरू सेना बनाएर मुझे जङ्गलमा गएर राजा हट्दैन अब जनता नै उठ्नुपर्छ सडक भनेर अनि 62-63 आन्दोलन भयो नि त भनेको काङ्ग्रेसकै नेतृत्वमा भएको त्यो के अरे राणा शासन मुझे फ्याल्दै हो क्या काङ्ग्रेसले मुझे राणासँग बन्दुक बोकेर लडेको फेरि जसरी प्रचण्डले लड्यो राजासँग के भने काङ्ग्रेससँग लडेको खास प्रचण्डको लडाइँ चाहिँ फेरि राजासँग होइन राजा चाहिँ मित्र नै थियो उसको फेरि एकजना दरबारकै पत्रकारले राम्रोसँग भने छन् क्या विनोद चौधरीले अस्ति सञ्जय सिलवालको पोडकास्टमा भनेको क्या काहीँ न काहीँ लेफ्टहरूलाई चाहिँ दरबारले पनि सहयोग गरेको थियो क्या फेरि भनेको कम्युनिस्टहरूलाई काहीँ न काहीँ दरबारले पनि सहयोग गरेको थियो त्यो सुधीर शर्माको त्यो किताबमा पनि छ राजा दरबार हो भन्ने के अरे राजा दरबार र दिल्ली भन्ने किताब छ नि त्यसको नाम त अर्कै हो त्यो किताबको सारमा त्यो पनि छ त्यो किताबमा पनि छ भनेको राजाले हुर्काएको हो क्या कम्युनिस्टहरूलाई खास किनकि काङ्ग्रेसको विरुद्धमा काङ्ग्रेस डेमोक्रेटिक पार्टी सरकार तपाईँले यो गर्न पाउनुहुन्न यो डेमोक्रेसी हो डेमोक्रेसीमा जनताले चुनेको प्रतिनिधिले के गर्ने जनतालाई कस्तो सुविधा दिने के गर्ने कति दिने कति नदिने जनताले चुन्ने कुरा हो तपाईँले चुन्ने कुरा होइन सरकारले चुन्ने होइन सरकारले भात खाएर बस्ने है सरकारले रुल गर्ने होइन रुल चाहिँ डेमोक्रेसीमा पब्लिकमा जाने भोट लिएर मत लिएर आउने जसले जित्छ त्यसले चाहिँ मुझे सरकार चलाउने भन्ने हो क्या कङ्ग्रेसको पहिलादेखिको धारणा त राजाले अब महेन्द्रले बिचमै ओभरट्याक गरे त्यही महेन्द्रले ओभरट्याक गरे जस्तो ज्ञानेन्द्रले ओभरट्याक गर्न खोज्दाखेरि 240 वर्षको राजतन्त्र सदाको लागि बाई बाई महेन्द्रले गर्दाखेरि जमाना फरक थियो हातमा मोबाइल थिएन केही थिएन जनताहरूलाई थाहा नै थिएन मुझे के छ कहाँ छ मुझे बिपीलाई थुने अरे को बिपी अब मतलबै थिएन नि मान्छेलाई तर शेरबहादुरको पालामा आइपुग्दा गणतन्त्र के अरे
ज्ञानेन्द्रको पालामा आइपुग्दा त फरक भइसक्यो त्यो कन्डिसन। घर घरमा मोबाइल हातमा नभए पनि घर घरमा टेलिभिजनसम्म भएको अवस्था थियो। टेलिभिजन हेरेर भए पनि न्युज हेरेर भए पनि न्युज हेर्न भाइ 3-4 घरका मान्छे जम्मा हुन्थ्यो क्या भाइ, मलाई थाहा हुँदासम्म होइन र भाइ। न्युज हेर्न सिरियल हेर्न 3-4 घरका मान्छे जम्मा भएर हेर्थे क्या। अहिले को हेर्छ त्यसरी ल भन त? अहिले त घर घरमा कहीँ हुँदैन त्यो मुजी, अब कहीँ छैन, पाहाडमा पनि छैन त्यो अहिले, हो कि नै? युट्युबले गर्दा यो गर्दा आफै हेर्छन् क्या मान्छे। त्यो बेलामा उसले टेलिभिजन सारा बन्द गरेर मुझे तानासार लाद्न खोज्यो। 240 वर्षको विचार पृथ्वीनारायण शाहको, बडा महाराज धीराज पृथ्वीनारायण शाहको इतिहास चाहिँ कसैले सकाएको हो भने त्यो राजाले सकाएको, त्यो ज्ञानेन्द्रले सकाएको हो क्या। माओवादीले काङ्ग्रेसले सकाएको होइन राजतन्त्र, ज्ञानेन्द्रले सकाएको हो। त्यो सकाउन कसले खोजेको थियो भने महेन्द्रले पनि सकाउन खोजेको थियो। बिपी कोइराला जस्ता नेपाली कङ्ग्रेस जस्तो संवेदनशील पार्टी भएर बिपीलाई मुझी 9 वर्ष मुझी महेन्द्रले जेल हाले। त्यही महेन्द्रसँग चाहिँ राजा र प्रजाको घाँटी जोडिएको छ। राज संस्था नेपालमा चाहिन्छ। नेपालको हुन्छ नि भू राजनैतिक अवस्था देखेर, छिमेकीहरू शक्तिशाली छिमेकीको टक्कर देखेर चाहिँ बिपीले के भनेको भने राज संस्था नेपालमा चाहिन्छ। मलाई जेल हाले त्यो ठुलो कुरो भएन, तर मलाई जेल हाले भन्दैमा राज संस्था नै गलत हो भन्न मिल्दैन क्या। मैले बिपीको धारणा त्यो थियो फेरि, बुझिनस्? तर त्यो राज संस्था रहेन। पछि फेरि त्यो राज संस्थाको वंश वीरेन्द्र थिए। वीरेन्द्रको त्यो सारा परिवार नै मारिए होइन। त्यसपछि ज्ञानेन्द्रले टेक ओभर गरे। अनि ज्ञानेन्द्रलाई मान्छेले खासै पत्याएका थिएनन्। त्यही नपत्याएका मान्छेले फेरि जे मन लाग्यो त्यही गरे क्या राजा भइसकेपछि, होइन? अनि पारस छोरो त्यस्तै उदण्ड फेरि, होइन? त्यो कारणले पनि कुरा बिग्रियो। राज संस्थाको अन्त्य चाहिँ त्यसरी भयो खास भन्ने हो भने। धेरै कुरा एउटै उसमा भिडियो भनेर नि काम छैन नि भाइ, होइन र? जीवनभरको इतिहास मुझी 2 मिनटको कुरामा 2 मिनटको भिडियोमा देखाएर कामै छैन। आधी 1 घन्टा भाइ यो भिडियो पनि जति बन्छ त्यति हालिदिनु युट्युबमा, जेसुकै होस्। बुझिने भाइ? आज रातभरि बन्छ, रातभरि दिनभरि हेर्ने, कम्तीमा 1-1.5 घन्टाको हालिदिउँ न। हालिदिउँ। मान्छेले मुझी कोही मुझी नेपालको इतिहास के हो मुझी बुझ्न चाहन्छ भने बुझोस् न यो भिडियोबाट। हाम्रो भिडियो हेरेर वास्तव नेपालको इतिहास, नेपालको पोलिटिक्स, करेन्ट पोलिटिक्स के छ, होइन? जसले फेरि यो जियो पोलिटिक्सको कुरामा चाहिँ मेरो धारणा के छ भने सबै देशहरूको आफ्नो मुझी इन्ट्रेस्ट हुन्छ। तर यहाँका नेताहरू, हामीले विश्वास गरेका नेताहरू, हामीले विश्वास गरेर इभन बालेन शाह, हामीले विश्वास गरेको रवि लामिछाने, अझ मेरो लिडर गगन थापा, यिनीहरू बिक्नु भएन के? किन्न त खोज्छ नि भाइ विदेशीले। विदेशमा मुझी सट्टाबाजी भइरहेको छ अमेरिकामा। मैले एउटा भिडियो टिकटकमा आएर युट्युब उसमा फेसबुकमा सेयर गरेको छु। भनेको जुवाडीहरू क्या, अमेरिका त मुझी फ्रिडम जे हुन्छ जुवा जे पनि खेल्न पाइन्छ, कसिनो खेलिरहेको छन्, जुवा हानिरहेको छ क्या। मुझी नेपालमा मुझी कसले अब मुझी चुनाव जित्छ र कुन पार्टीको सरकार बन्छ भनेर क्या जुवा खेलिरहेको छ अमेरिकामा बसेर केटाहरूले, बुझेन भाइ? व्यापारीहरूले, पैसावालाहरूले मुझी त्यो बेटिङ गरिरहेछ क्या बाबु। यस बेटिङ सबैभन्दा धेरै बेटिङ ब्याट के भन्छ बेट लगाउने चाहिँ रासोपामा क्या। 60% रासोपाले जित्छ भनेर मुझी त्यहाँ मिलियन्स अफ डलर मुझी मान्छेले हालिसक्यो क्या त्यहाँ रासोपाले जित्छ भन्नेमा, बुझिनुहोस् भाइ? लास्टमा जित्ने फेरि कङ्ग्रेसले जित्न सक्छ, रासोपाले जित्छ, कङ्ग्रेस पनि आउन सक्छ। न फर्स्ट पार्टी रासोपाई हो। अमेरिकाले सिग्नल दिइसक्यो क्या। बिलियन्स अफ डलर चाहिँ मुझी त्यहाँका मुझी त्यहाँ त अरबपतिहरू छन् नि भाइ। हाम्रो जस्तो नेपाल जस्तो मुझी बिना 14 एउटा बिलियनियर्स हो र त्यहाँ त गल्ली त्यो हुन पनि सक्छ। अब के सुन्न मेरो कुरा, पहिला तिनीहरूले रासोपाले जित्छ भनेर तैँले मानौ 1 मिलियन डलर तैँले लगाइस् रासोपाले जित्छ भनेर। अब रासोपाले जित्छ कि जित्दैन त्यो ठुलो कुरो भएन, तर तैँले पनि नेपालको कोही चिने जानेको कोही छ भने तैँले त्यहाँ कन्ट्याक्ट गर्न खोज्छस् नि। अब रासोपाको माहौल के छ? मैले त बेटिङ त गरेँ, इन्टु 10 गरेँ होला, इन्टु 5 गरेँ होला, कति रिटर्न आउने भन्ने हुन्छ क्या फेरि त्यो बेटमा, बुझिनौ? अब मुझी ओहो पैसा त डुब्ने भयो। 1 मिलियन यहाँ खर्च गरेछ भने 0.5 मिलियन त मैले नेपालमा पठाइदिनु पऱ्यो नि अब जित भनेर, होइन र? हो त्यसरी फन्डिङ भइरहेछ क्या नेपालमा। आज बालेन शाहले त्यो 6-7 करोडको गाडी चढाएर 8 करोड 8.5 करोडको गाडी त्यो 8 करोडसम्म करेन्ट चौचौको मालिकले दिएछ। अब त्यो मालिकले त्यतिकै दिएन, स्वार्थ त छ नयाँ त्यो पनि एक्ज्याक्टली उसैको लागि भनेर किनेर दिएको त्यो गाडी हो। त्यो जो मालिक करेन्ट चाउचौको मालिकको जो सिओ हो, त्यो सिओ चाहिँ फेरि हाम्रो जनार्दन शर्मा चाहिँ अर्थमन्त्री भएको बेलामा त्यहाँ राजस्वमा चलफेल गऱ्यो भन्ने जो सचिव थियो, त्यही सचिव चाहिँ आज त्यहाँको सिओ भएछ क्या फेरि त्यो करेन्ट चाउचौको ग्रुपको, बुझ्नु बाबु? अनि यहाँ ठुलो चलखेल छ, बुरान्दी चलखेल। यो बुझ्नुपर्छ हामीले। नेता चुन्दाखेरि नबिक्ने नेता के चुन्नु पऱ्यो क्या।
बुझ्यौ न बाबु अमेरिकाले भने जस्तै नेसन फर्स्ट भन्ने नेता चाहिन्छ कि हामीलाई बुझ्यौ नि पार्टी फर्स्ट होइन गगन थापा नेसन फर्स्ट हो क्या मोजी किन थाहा छ गगन थापाले के भने चुनाव हार्न हामी तयार छौँ क्या गगन थापाले नेपाली कङ्ग्रेसको 10 सिट आयो भने पनि गगन थापा स्वीकार्न तयार छ क्या त्यो चुनाव केपी ओलीले चुनाव हार्यो भने यो चुनाव धाँधली भयो भनिदिन्छ ल भन्न सक्छ चुनाव कब्जा गरे सबैले भनिदिन्छ कि उसले भगवान कसम भनिदिन्छ 2 दिन हेर्न उसैले हार्न 40 दिनपछि हेर्न केपी ओलीले हार्यो भने यो चुनाव धाँधली भयो भनेर मान्दैन त्यसले देशभरि आन्दोलन गर्नु योभन्दा अगाडि न्युजै हामी न्युज टिकटकमै आइरहेको नि योभन्दा अगाडि जहिले चुनाव उसले संविधान सभाको एकचोटि चुनाव हारे उसले पहिलो संविधान सभा चुनाव हारेको उसले के भने यो मेरो गल्ती होइन जनताको गल्ती हो जनताले अर्कोचोटि सुधार्नुपर्छ अरे अर्कोचोटि जनताले सुधारे पनि फेरि उसलाई जितायो पनि अनि डेमोक्रेटिक पनि चाहियो गगन थापा 10 वर्षभन्दा अब राजनीतिमा रहँदैन उसले घोषणै गरे थाहा छ नि तपाईँ हो कङ्ग्रेसमा विधिगत हिसाबले दिँदा पनि दिँदैन त्यो कुरा 2 कार्यकालभन्दा कङ्ग्रेसमा दिँदैन तर ऊ रहिरहन सक्छ नि त सधैँ सांसद त रहिरहन सक्छ सांसद उसले सांसद पनि अब बन्दिने भने उसले बन्दिने 10 वर्षभन्दा अब बन्दैन कि मेरो 15 वर्ष भन्दै थियो 5 वर्ष भएपछि अब 10 वर्ष हो धेरै भयो 5-7 वर्ष अब गगन थापा रहन्छ यो भित्रमा उसले डेलिभरी गरेर म नयाँ मान्छेलाई हस्तान्तरण गर्छु भने यो हो क्या डेमोक्रेसी हामीले यस्तो खालको डेमोक्रेसी चाहेको हौँ एकले अर्कालाई समर्थन गर्ने आफू सत्तामा गइसकेपछि आफूलाई मात्रै चाहिन्छ भन्ने हुन्छ भने शेरबहादुर देउवाले जुद्ध शमशेर श्री 3 जुद्ध शमशेरले दिएको दाइजो हो सभापति श्री 3 जुद्ध शमशेरले दिएको दाइजो हो पार्टी सभापति भन्ने उसले सोचेर आज शेरबहादुर देउवालाई यो बहिर्गमनको स्थिति भयो गलत्याएर निकाल्नु पर्यो सानेपाबाट आज गगन थापा त्यही कुर्सीमा गएर बस्नुभयो सभापति विराजमान हुनुभयो आज होइन आज उहाँले पद तथा गोपनीयता शपथ भनौँ न अथवा उहाँ चाहिँ आज सभापति भनेर सानेपामा छिर्नुभयो तर हो त्यही हुलले आज गगन दाई हाई हाई अब की बार गगन सरकार भनेर हामीले नारा लगायौँ हो हामीलाई त्यसै गरी नारा लगाएर शेरबहादुर दाई महान नेता होइन युग पुरुष शेरबहादुर दाई हाई हाई भनेर काँधमा बोकेर लगेर गाडीमा राखेर स्कटिङ गरेर बुढा नीलकण्ठ घरमा लगेर सभापति ज्यू जय नेपाल भनेर खुट्टा ढोकेर छोड्न बिदाई गर्न मन थियो नि माला लगाएर होइन र बाबु बहिर्गमनको स्थिति किन भयो भन्दा उहाँकै अकर्मण्यताको कारणले त्यत्रो टाउको फुट्यो बुढीको मुजी मुख फुल्यो अझै बुद्धि आएन कि उसलाई बुद्धि किन नआउँदै केपी ओलीले लगाइदियो कि अब तपाईँ र म गठबन्धन गरौँ चुनाव लडौँ फेरि चुनाव जितिहालिन्छ प्रधानमन्त्री तपाईँलाई हो आदि मलाई लोभले मान्छेलाई यस्तो हुन्छ फेरि लोभ भन्ने कुरा चाहिँ यो फेरि शेरबहादुर देउवाको गल्ती होइन यो मान्छेको जिनमै हुने कुरा हो अब यो मान्छे चाहिँ लोभ लालचबाट मुक्त हुन चाहिँ सक्दैन फेरि मान्छे बुझेन बाबु सम्भवै छैन त्यो चाहिँ भगवान् श्रीकृष्णले भने यो चाहिँ मान्छेमा हुन्छ त्यो लोभ लालच त्याग्न सकेपछि मात्रै मान्छे चाहिँ मान्छेबाट माथि उठ्ने हो क्या मान्छेभन्दा माथि उठ्नको लागि शेरबहादुर देउवाहरू सकेनन् यिनीहरू मान्छे मात्रै भए मान्छेमा लोभ लालच भन्ने हुन्छ त्यही कारणले गर्दा हाम्रो श्रद्धेय सभापति शेरबहादुर देउवालाई फुलमालाका साथ होइन हात्तीमा चढाएर बुढा नीलकण्ठमा लगाएर छोडेर बिदाई गरेर खुट्टा ढोकेर बिदाई गर्न मन थियो यो 20 महाधिवेशन हुनुभन्दा अगाडि गगन थापालाई उहाँले प्रधानमन्त्रीको क्यान्डिडेट मात्रै भन्दै भयो नि त्यो अवस्था हुन्थ्यो सभापति मैले छोडिदिएँ अब तिमीहरू इलेक्सन गर भनेको भने एउटा कुरा हुन्थ्यो त्यो अस्ति छोडेर जेएनजी आन्दोलनपछि छोडेर सिङ्गापुर जाँदा चर्चा भएको थियो नि बाबु होइन सिङ्गापुरमा केही न केही डिल गरेको शेरबहादुर देउवाले मेरो पार्टीको सभापति भए पनि भगवान् कसम केही न केही डिल भयो योभन्दा अगाडि प्रचण्ड प्राइम मिनिस्टर हुँदा पनि सिङ्गापुर हङकङमा डिल हुन्थ्यो क्या नेपालको यहाँ डिल हुँदैन भाइ शेरबहादुर देउवा सिङ्गापुर गएर केही न केही डिल गरेको त्यही भएर ऊ आएर जबरजस्ती सभापति पार्टी चलाएको उसले फेरि नभए उसले छोडेर गएको सिङ्गापुर बुझ्यौ सिङ्गापुर उपचार मात्रै गर्न गएको होइन भगवान् कसम यो चाहिँ म लेखेर दिन्छु गिरिजा प्रसाद कोइराला सिङ्गापुरमै हुनुहुन्थ्यो बिदाइमा हुँदाखेरि सैयामा हुँदाखेरि चाइनिज एम्बेसडर भारतीय रका प्रमुख सैयामा पुगेको थियो क्या भेट्नलाई सान्त्वना दिन गएको एउटा अलग कुरा हो तर त्यो केही न केही पोलिटिकल कुरा पनि हुन्छ क्या नेतालाई भेटिसकेपछि बुझेनौ त्यो पनि रको प्रमुखले भेटिसकेपछि सिआइएको प्रमुखले भेटिसकेपछि होइन त्यो खालको जियो पोलिटिक्स नेपालमा हुन्छ त्यो जियो पोलिटिक्सले गर्दा देउवा बलियो भएको थियो हेरेर कस्तो बहिर्गमन हुनु पऱ्यो शङ्कर तिवारीलाई आज भेटेको थियो शङ्कर तिवारीले नालायक सभापति शेरबहादुर देउवा भनेको थियो त्यही नालायक भनेर साबित भयो क्या आज शेरबहादुर देउवा दुःखको कुरा फेरि 2 चोटि पार्टी सभापति भए नेपाली कङ्ग्रेस प्रजातन्त्र बनाएर उहाँ एकचोटि फेरि सभापति भइसकेको भने 3 चोटि सभापति भइसकेको मान्छे नालायक साबित चाहिँ साँच्चीकै भयो क्या त्यो बुढो बुझेनौ मैले सभापति भनेर श्रद्धेय सभापति भनेर सम्झिन खासै म चाहदिनँ त्यो मान्छेलाई अब नेपाली कङ्ग्रेसको इतिहासमा जेसुकै होस् ल भोलि त सम्झिनु पर्ला आजसम्म भनौँ न
अलि समय चुनाव हुनु दिउँ त्यसपछि सम्झौँला नभए मतलब मान्छेलाई त्यो हुन्छ नि बाबु एउटा सम्मान चाहिँ तिमीले आफै कमाउने हो बाबु तिमीलाई अरू कसैले दिँदैन तिमीलाई सम्मान इज्जत चाहियो भने तिमीले कमाउनु पर्छ त्यो कुरा चाहिँ अरूले तिमीलाई दिँदैन लोभ स्वार्थतिर लाग्यो भने सम्मान कमाउन सक्दैन मान्छेले रेस्पेक्ट कमाउन सक्दैन त्यो शेरबहादेवबाट हामीले सिक्नुपर्छ हाम्रो पुस्ताले त्यो सिक्नुपर्छ यदि तिमी हामीले पोलिटिक्स गर्ने हो भने त्यो कुरालाई चाहिँ ध्यानमा राख्नु सक्नुपर्छ क्या बाबु नभए चाहिँ के पोलिटिक्स हुन्छ र होइन र दासमुक्त भयो काङ्ग्रेस विशेष महाधिवेशन पछि 2082 सालको 2082 28 गते पुस 27, 28, 29, 30 माघ 1 गतेसम्म भएको विशेष महाधिवेशनबाट दासमुक्त भएको छ काङ्ग्रेस काङ्ग्रेस अब दासमुक्त भयो काङ्ग्रेस दासै थिए काङ्ग्रेसका कार्यकर्ता दास थिए दास कार्यकर्ता थिएनन् गगन थापाले त्यो दासमुक्त गरे शेरबहादेवले देशबाट दासमुक्त गरे तर पार्टीबाट दासमुक्त गर्न सकेका थिएनन् किनकि दासका मालिक उनी थिए होइन अब मालिकै नभएपछि दास त यसै मुक्त भयो नि होइन र नेपालमा फेरि दासमुक्त गर्ने मान्छे शेरबहादेव दास प्रथा मुक्त गरेका हुन् शेरबहादेवले उसको नाममा 1 रुपियाँको भ्रष्टाचारको छैन नि बाबु दाग शेरबहादेव खासै छैन जे छ आर्जुकै छ क्या आर्जुले गर्दा भएको छ क्या पत्यास नपत्यास मार्नु नमार्नु दासहरूले मतलब भएन नि अब दास त मोचन भइसक्यो अब केपी ओलीले एमाले सकाउँदैछ एमाले भन्दा पछि हुन्थ्यो काङ्ग्रेस मलाई लाग्छ अब एमाले भन्दा अगाडि हुन्छ तर यी दासहरूले भोट हालेन भने चाहिँ फेरि गाह्रो छ है भाइ शेरबहादेवका केही दासहरू छन् देशभरि ती दासहरूले काङ्ग्रेसलाई माया गरेनन् भने चाहिँ काङ्ग्रेस पत्ता साफ हुनेवाला छ फेरि किनकि घरमै दुश्मन भइसक्यो बाहिर जानै पर्छ नि ल होइन र जहाँसम्म लाग्छ मलाई गर्छु न होला अब यो चुनावमा पनि गरेन भने त कहिले यो काङ्ग्रेसको चुनाव काङ्ग्रेसको पोलिटिक्स छोडौँ न यार है धेरै भयो गफ यार एउटै काङ्ग्रेसको लास्ट गफ गर्ने यार काङ्ग्रेसको बारेमा भिडियो हेर्न पनि झ्याउ लाग्छ नि फेरि कति काङ्ग्रेसको कुरा गरेपछि हामीलाई के एउटा अर्को भिडियो चाहिँ उसको मात्रै बनाउनु पऱ्यो कि गगन थापाको सरलाई जित्ने कि नजित्ने